वेलकम छ साथीहरू मेरो मिनी ब्लगमा। साथीहरू आज चाहिँ मैले मटर पनिर र आलुको सब्जी बनाउन लागेको छु है त साथीहरू। त्यसको लागि चाहिँ मैले मसिनो गरी काटेको पनिरलाई चाहिँ तेलमा राखेर रातो हुने गरी फ्राई गरेँ साथीहरू। त्यसपछि त्यो पनिरलाई चाहिँ मैले निकालेर तातो पानीमा हालिदिएँ है साथीहरू। यसो गर्दा चाहिँ पनिरमा भएको चिल्लो पनि कम हुन्छ भने तपाईँको पनिर पनि नरम र खाँदा मिठो हुन्छ है साथीहरू। अनि त्यसपछि चाहिँ मैले त्यही तेलमा चाहिँ अघि काटेर राखेको प्याज चाहिँ हालेर सानो आगो गरेछु। त्यसपछि त्यो सानो आगो गरेर त्यो प्याजलाई मजाले फ्राई गर्छु। जब यो प्याज चाहिँ रातो रातो हुँदै जान्छ नि साथीहरू, अनि त्यसपछि त्यसमा चाहिँ मैले थोरै बेसार, त्यसपछि स्वादअनुसारको चाहिँ तपाईँको नुन, त्यसपछि चाहिँ लसुन अदुवा र खुर्सानीको पेस्ट राखेर चलाउँछु। अनि त्यसपछि चाहिँ त्यो पाकिसकेपछि चाहिँ फेरि मैले जिरा र धनियाँको धुलो राखेर मजाले चलाउँदै त्यसमा चाहिँ अघि राखेको टमाटर राख्छु। त्यसपछि टमाटर राखिसकेपछि तब टमाटर हल्का गल्दै पाक्दै जान्छ नि, अनि त्यसपछि मैले मटर राखेर मजाले चलाउँछु है साथीहरू। यसरी मटर राखेर चलाइसकेपछि चाहिँ थोरै पानी हालेर चाहिँ त्यसलाई एकछिन 5 मिनटको लागि चाहिँ मैले त्यसलाई ढाकेर राखिदिन्छु है साथीहरू। यसो गरिसकेपछि चाहिँ तपाईँको मटर पनि मजाले पाकेको हुन्छ र त्यसो भएको मसलाहरू पनि मजाले गलिसकेको हुन्छ। त्यसपछि त्यसमा मैले पनिर र अघि काटेर राखेको आलुहरू हुन्छ सबै त्यसमा मैले मिक्स गरेर मजाले चलाएँ है साथीहरू। यसरी चलाइसकेपछि चाहिँ यसमा मैले थोरै ढाकेँ। त्यसपछि यसमा मैले चाहिँ मजाले भुटिसकेपछि यसमा चाहिँ थोरै पानी वा तपाईँलाई कति चाहिन्छ पानी होइन त्यही अनुसारको पानी राखेर चाहिँ त्यसलाई मजाले चलाएर चाहिँ ढाकिदिनु होला है साथीहरू। यसरी ढाकिसकेपछि 5-10 मिनटपछि चाहिँ यसरी पाकिसकेको हुन्छ। यसरी पाकिसकेपछि यसमा चाहिँ मैले काटेर राखेको धनियाँलाई चाहिँ माथिबाट यसरी हालिदिन्छु है साथीहरू। यसरी हालिसकेपछि चाहिँ तपाईँको पनिर आलुको सब्जी चाहिँ यसरी रेडी हुन्छ है त साथीहरू।